फाइनली साथीहरू हामी चाहिँ टिमिटी पनि आइसक्यो। बुढो रिसाएर मर्नु लाग्यो। हेलो गुड मर्निङ एभ्रिवान। गुड मर्निङ सबैजनालाई यस्तो आज हामी टिमिटी जाँदैछौँ। हामी चाहिँ आदि रोडमा पुगिरहेछौँ। अनि हेर्नु सक्नुहुन्छ। ल साथी के कस्तो हुन्छ गएर है, गएर देखाउँछु म है। एकदमै बिहान बिहानै हिँडेको चिसोले गर्दा हो। घरमा भ्लग गर्नु बिर्सेछु बाटोमा त्यसैले गर्दा बाइकमा अलिक मिलेन। अब गएर देखाउँछु म है साथीहरू। हेलो साथीहरू, हामी चाहिँ यहाँ टिमिटारका आइसकेका छौँ साथीहरू। हेर्न सक्नुहुन्छ। युट्युबको लागि फाइनली साथीहरू हामी चाहिँ टिमिटी पनि आइसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ एकदमै राम्रो रहेछ। यहाँनिर चेरी चाहिँ फुलिसकेर नि झरिसक्यो। चेरी चाहिँ छैन तर टी चाहिँ है हरियाली रहेछ। साह्रै मजाको रहेछ। यहाँ सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रमाइलो रहेछ। दामी रहेछ है। दामीको छ नि। पानी पर्छ के हो है। आकाश पनि यस्तो अँध्यारो हुनु लाग्यो साथी हो। पानी पर्छ जस्तै छ। कहाँनिर एकदमै मजाको रहेछ। यहाँ ड्रेस लगाएर पनि फोटो खिच्नु पाउँछ होइन। यता माथि पनि रहेछ त है। कता हो माथि? कता जाने? उता तेर्सै। ल है साथी हो, घुम्नु त घुम्नु। यहाँ हेर्नु न बिचोक भयो नि हौ मेरो त। कता आज कता जाने हो? जाउँ माथि गएर फोटो। यहाँ तपाईँ र म खिचौँ न। हामी चाहिँ यहाँ माथि भ्यू पोइन्टमा चढ्दैछौँ साथीहरू। ल साथी हो, हामी चाहिँ घुमिसकेर निस्केको है। ल हाम्रो खाजा पनि आइसक्यो। यहाँनिर सुप, म चाहिँ भेज सुप, यता चाहिँ के हो? ल साथी हो, हामी चाहिँ अब खानु पर्यो। हेलो साथीहरू, हामी चाहिँ फेरि यता जाँदैछौँ। हेलमेट माथि नै छोडेर बिर्सेर आइसकेर साथी दुःख पाइयो। यहाँ तल आएको पनि जानु पर्यो। रोडमा छ हो, कसैले टिपी लान्छ कि भनेर डर हुन्छ। त्यही माथि आएको। माइ गड यस्तो सिडी।
ओहो यहाँ बुढो चाहिँ पर पुगिसक्यो म चाहिँ हेलमेट बिर्सेर फेरि आएर लगेर जाँदैछु माई गड बुट लगाएर आएको झन्डै मरिन खुट्टा दुखेर सिरी उकालो ओह्रालो गर्दा यहाँ हेर्नु न कता गाह्रो भएन यस्तो छ है साथी यहाँ चाहिँ एकदमै के छ त्यता पर बुढो ए यता चाहिँ के छ होला है यस्तो रहेछ सक्नुहुन्छ यस्तो रहेछ है साथी यो गाह्रो छ गाह्रो एकदमै यहाँ चाहिँ एकदमै चिसो रहेछ हो पानी पर्ला जस्तै छ हो आकाश पनि यस्तो कालो कालो भइसक्यो पानी पर्छ होला सायद यहाँ चाहिँ एकदमै दामी रहेछ साह्रै मन पर बुढो रिसाएर मर्नु लागिसक्यो यहाँ यस्तो छ गाइस यो चाहिँ जग्गा हेर्नु यहाँ